अन्तत भूमिकाले यसरी भुन्टीलाई पलङमाथि राखेर हात खुट्टा डोरीले बाँधेर पिट्न र भुत्लाउन लागेको बेलामा झन्डै भुन्टीको भाग्य बलियो रहेछ। यति बेलै टोकाले आएर भूमिकाको गाला साला फुट्ने गरी हाने। त्यसपछि अब आउने भागमा के हुने हो हामीले हेर्न त बाँकी नै छ। साथीहरू नमस्कार, आज हामी भुन्टीको नयाँ रिभ्यू लिएर आएका छौँ। उता भने भुन्टीकी सासूले बुहारीले ल्याइदिएको 5 तोलाको सिक्री देखाउन गाउँ गाउँ डुल्दैछिन्। खुट्टा नचल्ने भए पनि बैशाखी टेकेरै भए पनि 5 तोलाको सिक्री देखाउनु पर्यो भन्दै गाउँमा हिँड्दैछिन्। यता भने भूपेन्द्रका दाइले पनि भूपेन्द्रलाई सम्झाउँदैछन्। भुन्टीले पहिला यसो गर्थिन् कि गर्थिनन्, राम्रोसँग बुझेर मात्र कुरो अगाडि बढाउनु। साँच्ची नै भन्ने हो भने भूपेन्द्रका दाइको विचार पनि मलाई राम्रै लाग्यो। तपाईलाई कस्तो लाग्छ? अनि अब आउने भागमा सुकुमाया आएर दोषी जति सबैलाई कारबाही गर्नुपर्छ अनि भुन्टीले न्याय पाउनुपर्छ भन्ने जतिले पनि हाम्रो भिडियो लाइक गर्नुहोला। अनि अब आउने भाग साँच्ची नै भुन्टीको लागि राम्रो भाग बनोस्। भुन्टीको सधैँ दुःख पाउने भाग मात्र नआओस्, कहिलेकाहीँ भुन्टीले सुख पाएको भाग पनि हेर्न पाइयोस् भन्ने कतिजना हुनुहुन्छ। अब आउने भागमा सुकुमाया आएर भुन्टीलाई न्याय दिनुपर्छ। भुन्टीले न्याय पाएको हेर्न चाहने कतिजना हुनुहुन्छ। अनि भुन्टी टेली श्रृङ्खला रातको 9 बजे होइन 8 बजे आउनुपर्छ भन्ने कतिजना हुनुहुन्छ। अनि भुन्टी टेली श्रृङ्खला हेरेर निदाउने कतिजना हुनुहुन्छ। हाम्रो भिडियो लाइक, कमेन्ट, च्यानल सब्सक्राइब गर्नुहोला।